हेलो आज फेरि म नयाँ भिडियो लिएर आएको छु जिडी ग्यालेक्सी E5 एलआरआर मोटर्समा इन्जोय द भिडियो न्यू इयर पनि नजिक आउँदैछ नयाँ नयाँ स्किम्सहरू आउने बेला भएको छ होइन एलआरआर मोटर्स अब आफैमा इस्टाब्लिस भएको कम्पनी हो होइन 3-4वटा प्रडक्टहरू छ अहिले मार्केटमा बेचिराख्नु भएको छ छोटो मिठो एलआरआर मोटर्सको बारेमा संक्षिप्तमा केही भनिदिनु एलआरआर मोटर्स विगत राम्रै समयदेखि चाहिँ अटोमोबाइल फिल्डमा इन्भल्भ छ होइन हामीले अहिले 3वटा ब्रान्ड चाहिँ मार्केटमा डिल गरिरहेका छौँ जिली एउटा हो सेकेन्ड चाहिँ जेवाइएफ थर्ड चाहिँ बिएडब्ल्यू जिली चाहिँ अब यहाँलाई थाहा नै होला जिली वर्ल्डको चाहिँ नम्बर 1 ब्रान्ड भइसकेको छ इभी सेक्टरमा र मोस्ट सक्सेसफुल ब्रान्ड यसको टेक्नोलोजी फिचरहरूले गर्दा चाहिँ विश्वभरि नै एउटा प्रख्यात ब्रान्ड भइसकेको छ होइन त्यसै गरी दोस्रोमा जेवाइएल चाहिँ चाइनाको चाहिँ लिडिङ एयरलाइन कम्पनी ट्रुनिया एयरद्वारा उत्पादन गरेको इभी प्रडक्ट हो जुन चाहिँ एरोनोटिकल थिममा चाहिँ बनाइएको छ एकदमै राम्रो गाडी छ होइन त्यसैले अर्को हाम्रो चाहिँ बिएडब्ल्यू छ बिएडब्ल्यू चाहिँ के चाइनाको चाहिँ मिलिटरी इक्विपमेन्ट बनाउने चाहिँ कम्पनी हो जसको प्रोडक्ट चाहिँ अब ह्याचब्याक फर्स्ट टाइम बाह्रको लागि उपयुक्त हुने खालको चाहिँ बिएडब्ल्यू E7 Pro भन्ने प्रोडक्ट हामी चाँडै ल्याइरहेका छौँ सर अब यो पछिल्लो समयमा यसो हेर्ने भने 5 वर्ष यतापट्टि नेपालमा इभी मार्केट एकदम बुम भएको छ र अहिले तपाईँको जुन मिडल इस्टमा वार भएको छ त्यसले गर्दाखेरि एउटा पेट्रोल आइस गाडीहरू भनौँ न उनीहरूको अप्सनमा मान्छेहरूले इभीलाई झन् प्राथमिकता दिइरहेका छन् र यस्तो बेलामा चाहिँ इभीमा कन्भर्जन हुनको लागि वाट्स नेक्स्ट किन त इभीमा जाने यो इभीमा कन्भर्जनको रेसियो हेर्नु छ भने भर्खरै 2025 को रिपोर्ट आएको थियो त्यसमा चाहिँ नेपाल चाहिँ इभी पेनिट्रेसनमा चाहिँ सेकेन्ड हाइएस्ट इभी पेनिट्रेसन इन द वर्ल्ड नर्वे पछि सेकेन्डमा नेपाल छ त्यसका 3-4वटा फ्याक्टरहरू छन् होइन एउटा त नेपालमा चाहिँ अब मुख्य कुरा चाहिँ तपाईँको चाहिँ इभीमा भएको गभर्मेन्टको सब्सिडिजले गर्दा पनि गभर्मेन्टले पनि इभीलाई नै प्रायोरिटी दिएको छ यसमा भएको ड्युटी ट्याक्सहरू लोअर भएको हुनाले जुन किसिमको फिचरहरू लोडेड छ त्यो आधारमा एकदमै रिजनेबल प्राइसमा चाहिँ ग्राहकहरूले चाहिँ राम्रो इभी प्रोडक्टहरू पाइरहनु भएको छ एउटा मुख्य कारण त्यो हो दोस्रो चाहिँ तपाईँको चाहिँ पछिल्लो दिनमा इभीमा चाहिँ एकदमै टेक्नोलोजीमा एकदमै फास्ट डेभलप गरेर लगाएको छ यस्तो फिचर लोडेड छ कि त्यसले गर्दा पनि एट्र्याक्सन बढेको छ गाडी इट्सेल्फ फिचरले गर्दा पनि एट्र्याक्सन भयो थर्ड चाहिँ अपरेसन कस्ट अलमोस्ट 0 जस्तै छ र हाम्रो नेपालमा अब इभी मतलब इलेक्ट्रिक उत्पादनमा त अब एकदमै राम्रो छ पछिल्लो दिनमा होइन र आइस भेहिकलको अपरेसन कस्ट र इभीको अपरेसन कस्टमा भास्ट डिफरेन्स छ होइन त्यसले गर्दा पनि ग्राहकको आकर्षण बढ्दो क्रममा छ र अहिले पछिल्लो दिनमा भर्खर यहाँले भन्नुभयो चाहिँ गल्फ रिजनमा चाहिँ जुन किसिमको वार भएको छ त्यसले गर्दा पेट्रोलको भोलिको दिनमा सर्टेज हुन्छ भनेर भन्ने किसिमको मान्छेमा जुन कुरा आइरहेको छ नि त्यसले गर्दा पनि अब मान्छेले जो अलरेडी इभी प्रति सोच भइसकेको छ त्यो त सधैँ छ जो बाँकी रहेको छ अलमोस्ट 70% इभी युजर छ जति इम्पोर्ट मध्ये 70% इभी छ भने 30% मात्रै आइस छ अब यो बाँकी रहेको 30% पनि पुरै इभीमै कन्भर्ट हुने अवस्था मैले चाहिँ देखिरहेको छु सर अनि इभीमा कन्भर्जन हुँदैछ भन्दैमा हाम्रो इन्फ्रास्ट्रक्चरले अहिले भ्याउँछ त यत्रो इभी कन्भर्जन एकदमै मैले त धेरै राम्रो देखेको छु आजभन्दा 3-4 वर्षको अवस्था र अहिलेको अवस्था हेर्नु चाहिँ इन्फ्रास्ट्रक्चर भन्नाले अफकोर्स तपाईँले यहाँ चाहिँ चार्जिङको कुरा गर्नुभएको होला होइन र नेपालमा सजिलो के छ भने नि प्रत्येक तपाईँको चाहिँ 20 देखि 25 किलोमिटरको डिस्टेन्समा तपाईँले एउटा सानो बस्ती अथवा सिटी नै पाउनुहुन्छ नेपालको कन्टेक्समा ठुल्ठुलो कन्ट्रीहरूमा के भन्छ नि 1000 माइल किलोमिटरसम्म चाहिँ सिटी भेट्नु हुँदैन त्यो केसमा चाहिँ तपाईँले त्यो लङ त्यस्तो केसमा चाहिँ इभी त्यति प्रपरली युज हुँदैन तर नेपालको कन्ट्रीमा तपाईँले हेर्नुहोस् न 20 देखि 30 किलोमिटरको डिस्टेन्समा तपाईँले एउटा सिटी नै भेट्नुहुन्छ जहाँ चाहिँ अलरेडी तपाईँको चाहिँ राम्रो किसिमको चाहिँ इभी चार्जिङ स्टेसनहरू इन्स्टल भइसकेको छ इभन नेपाल इलेक्ट्रिक अथोरिटी आफैले पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अलरेडी उसले इलेक्ट्रिक चार्जिङ स्टेसन राखिरहेको छ सँगसँगै अरू जति पनि इम्पोर्ट गर्ने इभी इम्पोर्ट गरेको ब्रान्डहरू छ नि प्राइभेट सेक्टरबाट पनि धेरै ठाउँमा इन्स्टल गरिसकेको छ
अबको दिनमा केही समस्या छैन। अब आजको दिनमा तपाईँले यहाँ घरबाट तपाईँ निक्लेर विराटनगर जान्छु भने निश्चिन्तसँग, किनभने गाडीको रेन्ज पनि एकदमै राम्रो छ। पछिल्लो दिनमा 430-40 किलोमिटरको रेन्ज दिने गाडीहरू आइसकेको छ। सँगसँगै एभ्री 20-30 किलोमिटर डिस्टेन्समा तपाईँले मजाले चार्जिङ स्टेसन पाउनुहुन्छ। आरामसँग पिस अफ माइन्डले तपाईँ इभी चलाउन सक्ने अवस्था छ। सर अनि अब एलआरआर नै अब फर्केर आउँछ होइन, जस्तो अब हजुरको नयाँ प्रडक्ट्सहरू के छ, न्यु इयर जुन अब नजिकै छ, यसको लागि हजुरले नयाँ स्किम्सहरू के ल्याएर आउँदैन छ? अहिले चाहिँ अब पछिल्लो दिनमा यहाँले नोटिस कन्टिन्यू गर्नुभएको छ, हाम्रो जुन जिली भन्ने ब्रान्ड छ नि, त्यो इन्टरनेसनल रूपमा त एकदम टप मोस्ट ब्रान्ड भइसक्यो, यहाँ सबैलाई थाहा छँदैछ। पछिल्लो दिनमा यो हाम्रो जिली प्रतिको आकर्षण पनि बढ्दो छ होइन। र यसमा भएको टेक्नोलोजी फिचर, ब्रान्डको सँगसँगै तपाईँको चाहिँ यसमा भएको सेफ्टी फिचर, सँगसँगै मोस्ट इम्पोर्टेन्ट ब्याट्री टेक्नोलोजी, जिलीमा भएको ब्याट्री टेक्नोलोजीले गर्दा पनि यसमा भएको ब्याट्री टेक्नोलोजीमा चाहिँ सर्ट ब्लेड ब्याट्री भन्छ, जुन चाहिँ अहिलेसम्मको लेटेस्ट ब्याट्री टेक्नोलोजी, जसको चार्जिङ डिस्चार्जिङ साइकल नै 3500 छ, विच इज इक्विभ्यालेन्ट टु 10 लाख किलोमिटर। हाम्रो एभ्रिडे प्र्याक्टिसको हिसाबले हेर्नुहुन्छ भने यसको लाइफ 50 वर्षभन्दा बढी छ भन्ने कुरा जिली आफैले क्लेम गरेको छ। यी सबै कारणले गर्दा जिली प्रतिको आकर्षण एकदमै बढ्दो दरमा छ। सँगसँगै यहाँले भनिहाल्नु नयाँ वर्षको उपलक्ष्यमा चाहिँ हामीले जिलीमा चाहिँ हामीले स्पेसल अफर ल्याएको छौँ, जसमा चाहिँ प्रत्येक जिली EX खरिद गर्ने कस्टमरलाई चाहिँ 2 जनालाई ब्याङ्कक ट्रिप फर 6 nights 7 days फर कपल or 2 person। त्यसबाहेक तपाईँको 1 yearको कम्प्रिहेन्सिभ इन्सुरेन्स प्लस अटो प्लस। थर्डमा तपाईँको चाहिँ स्मार्ट कफी मेसिन पनि दिइरहेको छौँ। त्यसै गरी एडाप्टेबल इभी चार्जर दिएको छौँ। सँगसँगै फ्री रेजिस्ट्रेसनको पनि व्यवस्था गरेको छौँ। र यो सम्पूर्ण सुविधाहरू चाहिँ जिलीको नियरेस्ट सोरुममा पाउनुहुन्छ। अनि अब नियरेस्ट सोरुम भन्दाखेरि अहिले कहाँबाट अप्रेट गर्छ? अहिले हाम्रो चाहिँ काठमाडौँमा गैरिडाँडामा अवस्थित छ। यहाँले हेरिहाल्नु भयो, यो सायद नेपालकै वान अफ द लार्जेस्ट सोरुम हो, जुन चाहिँ 5 पनि एरियामा फैलिएको छ। यतिको सोरुम कसैको पनि छैन। सँगसँगै तपाईँले हामीले प्रोपरली सोरुमलाई म्यानेज प्रोपर तरिकाको कुराहरू डिस्प्ले गरेको छौँ। हाम्रो टिमहरू एकदम स्ट्रङ छ, भेरी प्रोफेसनल होइन। तपाईँले पुरो आएर गाडी मजाले तपाईँको चाहिँ निरीक्षण गर्न सक्नुहुन्छ। हामीले एम्पल पार्किङको पनि सुविधा छ। त्यसै गरी यहाँ क्युआरएस सिस्टम, क्विक रिपेयरिङ सिस्टम पनि व्यवस्था गरेको छौँ। कुनै जिल्लामा केही सानोतिनो समस्या आउने इमिडिएट सल्युसन हुन्छ होइन। र म यहाँ ग्राहकहरू सबैलाई अनुरोध गर्छु कि हाम्रो गैरिडाँडा सोरुमबाट भिजिट पनि गर्नुहोस्, प्रोडक्ट पनि हेर्नुहोस्। सँगसँगै काठमाडौँ भ्याली बाहिर चाहिँ हाम्रो विराटनगरमा पनि छ, त्यसै गरी नारायणघाटमा छ, बुटवलमा छ, नेपालमा छ। र चाँडै नै अरू हजुर मेजर सिटीमा पनि चाँडै हामी डिलर खोल्ने तर्खरमा छ। अनि डिलर भन्दा सर्भिसिङको पाटोमा पनि सबै मेजर सिटिजहरुको सबै 3 स्पेशल सेल्स सर्भिस स्पेयर तिनवटै पाउनुहुन्छ। त्यस कारणले काठमाडौँमा किन्नु भयो भने पनि आउट भ्याली जाँदाखेरि कहीँ पनि तपाईँलाई समस्या हुँदैन। हुन्छ सर, एनी फाइनल वर्ड्स टु आवर कस्टमर्स? नयाँ वर्ष अब आउँदैछ, नयाँ वर्ष 2083। त्यसको सम्पूर्ण ग्राहकहरू महानुभावहरूलाई तथा नेपाली देशवासी सम्पूर्ण जनताहरूलाई चाहिँ नयाँ वर्षको अग्रिम शुभकामना व्यक्त गर्दछौँ। अबको दिनमा हाम्रो देशले चाहिँ उन्नति प्रगति गर्दै अगाडि बढ्छ भन्ने कुरामा हामी ढुक्क छौँ। र जसले गर्दा व्यापार व्यवसायको पनि वातावरण बन्नेछ। र सँगसँगै LRR मोटर्स हामीले राम्रो प्रोडक्ट ल्याएको छौँ नेपाली ग्राहकहरूलाई उपयुक्त हुने खालको। जिली, त्यसै गरी JYL, BLW जस्तो ब्रान्ड छ। हाम्रो सोरुममा आउनुहोस्, गैरिडाँडा स्थित सोरुम काठमाडौँको लगायत नेपालको अल मेजर टाउन जहाँ हाम्रो डिलर छ त्यहाँ सोरुम भिजिट गरेर हाम्रो प्रोडक्ट हेर्नुहोस्, टच एन्ड फिल गर्नुहोस्, टेस्ट ड्राइभ गर्नुहोस् र गाडी खरिद गरेर आफ्नो दैनिक दिनचर्यालाई चाहिँ राम्रो बनाउनुहोस् भन्ने कुरा अनुरोध गर्छु। धन्यवाद।